22 वर्षका आफ्ना भतिजा निराजनलाई मार्न सक्ने त्यति क्रूर हुनुहुन्थ्यो, आफ्ना दाजुलाई मार्ने, भाउजूलाई मार्ने त्यति क्रूर मुटुको उहाँ हुनुहुन्थ्यो भनेदेखि सायद उहाँले 4-5 लाख नेपालीलाई मार्न पनि सक्नुहुन्थ्यो होला। किनकि सेना उहाँकै हातमा थियो, सरकार उहाँकै हातमा। 62-63 मा जम्मा भएका ती जनताहरूलाई माथि हवाईजहाजबाट, हेलिकप्टरबाट 2-4 राउन्ड बम खसालिदिने हो भनेदेखि 8-10 लाख मर्थे। र 8-10 लाख मर्नु कुनै नौलो कुरो होइन। 4-5 करोडमा 8-10 लाख। तपाईले यसको सेन्स बुझ्नुस्। यो भन्नुको मतलब मैले जनता मर्नु भनेको होइन। यदि उहाँ त्यति क्रूर, त्यति निरङ्कुश, जस्तो यी नेताहरूले उहाँलाई निरङ्कुशको रूपमा परिचित गराइरहेका छन्, त्यस्तो निरङ्कुश उहाँ हुनुहुन्थ्यो भनेदेखि सायद उहाँले 8-10 लाख जनताहरूलाई मारेर भए पनि सिंहासनमा बस्नुहुन्थ्यो। र संसारको इतिहासमा चाइनाको कम्युनिस्ट वारको बारेमा बुझौँ, जसलाई पिपुल रिपब्लिकन वार अफ चाइना भनिन्छ। यो कम्युनिस्ट आन्दोलनमा त्यहाँका राजाले 1 करोडभन्दा ज्यादा जनताहरू नमरेसम्म सिंहासन छोडेका छैनन्। तपाईँहरू इतिहास गएर पढ्नुहोस्। अनि त्यसै गरी रसियाको कम्युनिस्ट आन्दोलनमा त्यहाँका सम्राटले 1 करोड 20 लाख जनताहरू नमरेसम्म सिंहासन छोडेका छैनन्। तपाईँहरू पढ्नुहोस्। त्यसै गरी विश्व प्रसिद्ध फ्रान्सको कम्युनिस्ट आन्दोलनमा 50 लाख जनताहरू नमरेसम्म त्यहाँका शासकले सिंहासन छोडेका छैनन्। हाम्रो देशमा 17,000 जनता मरे, यो दुःखको कुरो हो। तर राजाले अब यहाँभन्दा धेरै जनता मरेको म देख्न चाहन्न। तुरन्त लाएर त्यो सिंहासन, राजालाई आफ्नो सिंहासन कति प्यारो हुन्छ, त्यो त यी नेताहरूलाई आफ्नो सिंहासन कति प्यारो हुन्छ त्यसबाट हेरौँ। जनताहरूले यति गाली गरिरहेछन्, थुकिरहेका छन्, चोर डाँगा भनिरहेछन्, तैपनि बारम्बार एक प्रधानमन्त्री खान यिनीहरू चाहिरहेछन्। बारबार जनताको गाली, जनताको थुकाई सहिसकेको भए पनि त्यो कुर्सीको मोह उनीहरू छोड्न चाहँदैनन् भने एउटा देशको राजालाई आफ्नो सिंहासन कति प्यारो होला। तर पनि तुरुन्तै अब जनता नमर्नु, यति सजिलै हाँसिकन त्यो सिंहासन छोडिदिनु भयो। र त्यसपछि गिद्धहरूले यो देशलाई सिनो लुटे जसरी लुट्यो। सत्य यही हो। राजा ज्ञानेन्द्र किन शेख हसिना जसरी अर्काको देशमा शरण लिन भाग्नु भएन जब उहाँलाई सिंहासनबाट च्युत गरियो? थाहा छ यहाँहरूले यसो रहस्य? किन उहाँ श्रीलङ्काका नेताहरू भागे जसरी भाग्नु भएन आफ्नो प्राण बचाउनको लागि? यद्यपि त्यो समयमा सबैजनाले राजालाई मार्न भनेर हिँडेका थिए। माओवादी राजालाई मार्न भनेर हिँडेको थियो अगाडिदेखि नै। 7 दल एमाले, काङ्ग्रेसहरू पनि राजालाई मार्छौँ नै भनेर हिँडेका थिए। काङ्ग्रेसका खतिवडाले त अस्ति भने नि राजालाई त हामीले पहिल्यैदेखि मार्न खोजेको बम हानेर भनेर। अनि त्यसमा पनि उनीहरूले सारा जनताहरूलाई उचालेर राजालाई मार्नै भनेर लगाएका थिए। त्यत्रो आन्दोलन भयो नि त 62-63 मा। सब राजाको विरोधी भएर आएका होइन नि त। पुरा देश र जनता नै आफ्नो विरोधी हुँदाहुँदै पनि राजा किन त्यो बङ्गलादेशकी शेख हसिना जसरी सुटुक्क भागेर विदेशको शरणमा जानुभयो? होइन म यहीँ बस्छु, म आफ्नै मातृभूमिमा बस्छु भने किन बस्छु? थाहा छ हामी जनताहरूबाट ठुलो पाप भएको छ। आज यही पापको फल हामी जनताहरूले भोगिरहेका छौँ कि आज हाम्रो देश लुटेरा, चोर, दलालहरूको हातमा छ र हामीले दुःख पाइरहेका छौँ। किनकि हामीहरूले हाम्रा भगवानका अवतार, भगवान स्वरूप राजालाई हामीहरूले घात गऱ्यौँ, छातीमा लात्ता हान्यौँ। र अर्को कुरा, यदि राजाले आफ्नो दाजुको वंश नाच्ने गर्नुभएको भए यी 7 दलका नेताहरूको त शासन थियो त त्यो बेला। राजालाई सिंहासनबाट तल झारे त, त्यसपछि सबै पावर उनीहरूले लिए त। अब पावर आफ्नो हातमा भएपछि उनीहरूले राजालाई त्यो बेला किन कारबाही गरे? किन यसको अनुसन्धान गरेर राजालाई जेल पुर्याएनन् यिनी? किन राजालाई अन्तर्राष्ट्रिय अपराधको रूपमा चिनाएनन् यिनीहरू? राजालाई उनको हात जोडेर नमस्कार महाराज, अब हजुर गएर कुनै कुनामा आनन्दले बस्नुहोस्, राज्यले के सुख सुविधा तपाईँलाई दिनेछ, सुख सुविधा भोग्नुहोस्, आनन्दले बस्नुहोस् भनेर सिटौलाले भने त। किन त्यति सम्मानका साथ राजालाई बिदाई गरे? फटाहरू, हामी जनतालाई भनेको हामी फटाहरू, हामी पापीहरू, हामी अपराधीहरू। किन हामीहरूले हाम्रो भगवानलाई चिनेनौँ। गीता 10.27 मा श्रीकृष्णले के भनी बक्स्यो? नराणाम नराधिपम, म मनुष्यहरूमा राजा हुँ भनेर भन्नुभएको छ। वास्तवमा राजा भनेको भगवानकै रूप। हाम्रा देशका राजा चाइनाका जस्ता राजा थिएनन्, रसिया, फ्रान्सका जस्ता क्रूर राजा होइनन्। हाम्रा देशका राजा राष्ट्रप्रेमी, जनताप्रेमी राजा। यस्ता भगवानका अवतारलाई हामीहरूले लात हाने, यसको पापको फल हामीहरूले भोग्नुपर्छ। थाहा छैन हामी यमराजद्वारा कुन तरिकाले नरकमा दण्डित हुन्छौँ, तर हामी सम्पूर्ण जनतालाई यो पाप त लागेकै छ। र मलाई लाग्छ यो पापबाट हामी मुक्त हुनको लागि अब हामीहरूले हाम्रो राजालाई साथ दिनुपर्छ। हामीहरूले हाम्रो राजामाथि अन्याय भएको हो, घोर अपराध भएको हो हाम्रो देशमाथि, हाम्रो भूमिमाथि। यो भारत, यो चोर गद्दार भारतीय काङ्ग्रेस र यसले हाम्रो देशको सर्वस्व विनाश गरिदिएको। अब हामीहरूले हाम्रो राजालाई साथ दिनुपर्छ, अनि मात्र हामी यो घोर पापबाट मुक्त हुन सक्छौँ। नत्र भने यो पापको फल हामीहरूले सदा भोगिरहनु पर्छ। यिनीहरूले राजालाई बारबार हत्यारा भन्छन्, बारबार मूर्ति चोर भन्छन्। र ठिकै छ त, अहिले त राजा त तिमी जस्तै त हो नि साधारण, बरु तिमी अहिले राजा बनेर हिँडेको छौ। कारबाही गर न त राजालाई, एक अपराध अगाडि ल्याऊ, मिडियामा ल्याऊ र हतकडी कसेर लैजाऊ। सक्छन्? छैन। हेर्नुहोस्, जनतामा यिनीहरूले यति भ्रम छरिरहेका छन्, जनतालाई यति ठगिरहेका छन् यिनीहरूले। यिनीहरू राजा भन्दा पनि यिनीहरूसँग अकुट सम्पत्तिहरू यति बेला छ। यिनीहरू राजा बन्न नपाएर राजाको विरोध गरेर आएका हुन् र जनताले यिनीहरूलाई चिनिसकेका छन्। त्यस कारणले गर्दा म के भन्छु भन्दाखेरि हेर्नुहोस्, हामीबाट ठुलो पाप भएको छ, यो पापको हामीले प्रयासित अवश्य गर्नुपर्छ। हेर्नुहोस्,